हेलो गाइजहरु सबैलाई गुड मर्निङ नमस्ते। आज चाहिँ शरीर घाम लागिसकेको छ, सुरु भइसकेको छ हैन। अहिले चाहिँ हाम्रो कुमार दाइको छोराको छेवर पास्नेको लागि धुमधाम तयारी हुँदैछ। म पनि त्यहाँ जानलाई हेल्प गर्नलाई एकदम आतुर छु, जान लागेको छु। अब हामी त्यही गएर भेट्ने छौं। ल अहिले चाहिँ कुमार दाइको घरको तयारी हुँदै रहेछ है। तयारी भइसकेको छ, हामीले हिजो तयारी गरेको थियौँ। अहिले चाहिँ यसरी गइन्छ। हेलो गाइस, वेलकम टु माय ब्लॉग, अ न्यू ब्लॉग। हाम्रो आज यहाँ बधाई कार्य हेर्नुस्, यहाँ हामी टाङ्दै छौँ। यता उता पनि हेर्दिउँ, उता पनि उहाँ पनि। हामीले चाहिँ गेट बनाइसकेपछि यस्तो देखिएको छ। फाइनली साथीहरू हामीले तयार गरिसकेका छौँ। यो चाहिँ खाने बस्ने ठाउँ, यो खालको डिजाइन हामीले गरिसकेर बनाएका छौँ। सुरु हुँदैछ। यो साइडमा चाहिँ हाम्रो अङ्कलले यता के गर्दा हुन्थ्यो, के काम थियो यो तलै यो चाहिँ कहाँ जाने हो तल? यो तलतिर मुख्य बाजेले चाहिँ के उन्दैछ यो? ठुलो बाजेले चाहिँ पुरा राँगाको फोक्सो आन्द्रा भुडी के जति हो के जति बिहानीमा बाजेले पुरै यो सिउँ जस्तो छ त भएर बस्ने ठाउँ चाहिँ तयारी गरिसकेको छ यो तरिकाले। बजु चाहिँ उहाँ हुनुहुन्छ है, नातिको बजु। तयारी अवस्थामा प्रसङ्गले सुरु गरेर उद्घाटन गरौँ होइन? अब उद्घाटन गरिदिउँ त दाजु। बिहानै बिहानै यहाँ चाहिँ कुन तरिकाले पाक्छ भने सुरु भयो। कुमार दाइको छोराको छेवर सुरु भयो है। यहाँ आलु पिसिने रहेछ प्रसङ्गले। मासुको पोकै पका छ। हामीले तयारी पुरै व्यवस्थित गरेछौँ। के छ र आज फुल हेल्प गर्ने तरिकामा हो। बिहान बिहान सुरु गरियो। यो चाहिँ खाने र बस्ने ठाउँ। यहाँनिर अब सालीहरूले पुरा तल्काउँदैछ टेबल भएर। यहाँनिर मान्छे भिड हुन्छ होइन, कच्चाकच हुन्छ। अहिले चाहिँ सिट झरेर पुरै कुर्सी टेबलहरू चिसो छ, पुरा तल्काइरहेको छ। ज्याम यी साली नानी भनेको चाहिँ तामाङ नि हो नि फेरि।
मन पर्यो भने लाइक कमेन्ट मात्रै लिएर पनि गइदिए हुन्छ। यिनी चाहिँ पछाडि अगाडि बढ्नु मात्र भरे त धुजा मान्छे एउटा प्लेट यहाँ एउटा प्लेट अट्ला यहाँ दुईटा प्लेट अट्ला दुईटा यता पनि कुर्सी अट्ने उता पनि कुर्सी अट्ने दुईवटाको तरिकाले मिलाउनु तीनटा यहाँ चारटा के हो त्यस्तो हजुर मामा यहाँ म चाहिँ के गर्ने भन्दाखेरि चाहिँ यहाँ मान्छे कसरी बस्छ भान्जाको छेउर हुँदैछ बत्ती बालेर सुरु गरिएछ भने चाहिँ आज मिठै पाएको होइन दाजु बत्ती बालेर सुरु गरिएछ चुलोमा त्यो चिन्ता लाएर के है फुले पनि ल्याएको छ है यो बेच दाजु त्यहाँ खाटमा यो प्याज खाटमा राख्दैन खाटमा खाटमा प्याज चाहिँ हो न दुईटा ला रे यो टमाटर प्याज चाहिँ दुईटा माछालाई पनि त्यहाँ अचारलाई यो भाइको छेउरमा यो रायोको मासु स्पेसल तरिकाले पाक्दैछ है हाम्रो यहाँ चाहिँ टमाटर पाक्दैछ यो चाहिँ अचारको लागि आलुलाई छिल्ने काम भइरहेको छ के बोलिनेछ राम्रोसँग बोला यो खालको बनाइयो यहाँ टिका लगाएर बस्ने ठाउँ अनि यहाँ चाहिँ दिदी बहिनीहरूले तयार पारेको छ यो फुल फलफुलहरू यसरी चाहिँ भाइलाई साथी लिएर गएर केस काट्दिने ड्रेस लाउनु अब पान्छ भाइ गर गाईको गोठमा गाईको गोठमा हातलाई
काटेर त भिडियो रुन थाल्यो त अब कसरी मिलाउनु जाने नारा बेगर काट्नु हो क्या त्यो 0 ल मैले एउटा लाउने क्या त्यो लाउने क्या पहिले होइन त्यो तल लाएर भेटेमा भयो तिमीसँग भेटेमा भयो मेलैमा देशै रमाइलो मेलैमा देशै रमाइलो राख्दै हो रमाइलो देशै नमिल्यो न गाईको अलिक त्यो मुन्जा पनि राइडिङ मिसिँदा के भयो त मगर ज्ञान चाहिँ त्यहाँ टिका लगाएपछि भान्जालाई देखाउनु सहर हेर्नलाई देशै रमाइलो देशै रमाइलो जस्तो मनको रहर यही पुरा गर्नलाई देशै रमाइलो यही पुरा गर्नलाई देशै रमाइलो हरि खोला हाँस्दै देशै रमाइलो यही पुरा गर्नलाई देशै रमाइलो मैले हुँदैन अहिले हतार गर्दाखेरि अहिले मासु आशिष दिनु पर्यो है मम्मी टोपीले मेरो राजा मेरो ह्यान्डसम भन्दा है मान्छे भने मम्मीले भनेको मान्ने ल
पैसा दिन्छु पैसा चाहिँ नानालाई दिनुहोस् राखेको मै नानालाई दिनु बेटा यसले त हँस है त यसले त बिस्तारै है ऊ हात्यो बेटा फोटो खिच्नु ल बाजे अलिक राम्रो आशिष दिनु पर्यो केही घच्चा पिच्चा नहोस् राम्रो आज त थला पनि पैसा ओ पैसा ठुलो दिए है पैसा हेर त राख्ने लगाउनु पहिला तिमीमा बेटा नानाले देऊ न कस्तो हराउँछ अहिले म फेरि छिटो छिटो ए अलि फुकाएर राख्ने छिटो राख छिटो छिटो आशिष दिनु आशिष दिनु मोबाइल फोटो खिचिरहेको खिच्दैछु भनिरहेको छु के को फोटो माछा पो दैन मैले त त्यसलाई लगाइदिनु अलि राम्रो आशिष दिनु है आशिष दिनु पर्यो त्यो मन पनि दिएर तिमी आशिक देऊ ल नि हुर्किदिनमा डबे मामा पनि कम ट्राफिक आयो नि त आज त माथि छर्किने आयो त फेरि लगाइदिए यहाँ तेरो बल्ल नपारे फेरि छर्किने यो नलगाए मैले कपी पनि देखाइयो अहिले त खाली नै छ यहाँ भरिन्छ होइन खाली मजा लाग्यो भनेको मान्दैन
ल भेरी गुड बुढीहरू सबै देखाएको खिच त होइन आधी आधी बुढी मात्रै खिच्छु आजदेखि मगर आएको नि त आज मगर आजदेखि यता सिधा आइन्दै नसुत्ते 10 राते होइन 30 राते राति होइन ज्ञानी ज्ञानी यता हेर काले मुखभित्र लाउनु पाएको छैन ल पनि तेरो त टिका लाउने ठाउँ छैन त शिरबन्दी उठाउनु यसो मासतिर पिल्लिके यसो हल्का टाँस दिए हुन्छ हो मुस्कान सहित भयो भयो यो 500 खुलास गर्छ छैन बोकु उतै छ भने छ नभने हात धुने पनि आछ नि समस्या यहाँ लगाउ तिम्रो यहाँ लगाउ सत्तसँग यहाँबाट फालिएर जाने यसरी पानी एकदम दियो हुन्छ नि परिकारहरू यस्तो के गरेछ ओ जेठी फुपू के दिन आँट्यो हाम्रो भेनाको च्यानललाई सब्स्क्राइब गरिदिनु लाइक कमेन्ट गरिदिनु को मन पर्यो कमेन्ट पनि आन्टी भन्छ त यो पनि मलाई आन्टी रे घरमा भाउजू प्लिज फलो गर्न सक्नु कस्तो छ मिठो छ मिठो मान्छे थापै केटा थापै सक्यो भने थाप्नु नि यहाँबाट त्यो मामा चिसो हो बोधे भन्नु पर्दैन हैन गिलास कहाँ छ गिलास लो कान्छीको भाइ आयो आयो तरकारी कसैले मान्छे मान्छेहरूलाई दिनु पर्यो नि त यहाँ उम्रिरहेछ यस्तो भकभक कस्टमर दिनु नि उम्रिरहेछ यता हाम्रो पाहुना हो कान्छीको भाइ तर यहाँ एक लाइन बस्नु पर्यो ल कतिखेर आउनु भोलि कहाँ बिहा खान जानु परेन गाह्रो छ यता टल्किँदो यता यता चाहिँ अलिक ल भोलि आउँछ अरे यहाँ समाचारमा रेडियो नेपालमा खिचिदिएर ल्याइदिनु होइन यता हेर्नु तपाईँको बुवाले खिच्नु लगाएको यहाँ चिसो ल्याऊ एउटा स्मेल हाल्नु हेर्नु तेरो रहस्य बताइदिन्छ अहिले म बाजे यता हेर्नु मुल्की बाजे अरे सोलिनु तेल चाहिँ सबै यता आउने भयो ढोका दिनु न ढोका यो तेल फाल्नुपर्छ तेल कहाँ थाहा छ त्यही गरेर अर्ग्यानिक त्यो त भिटामिन हो नि त्यो त फेरि कट्टु खोल्नु भएर डाँडालाई दिनुपर्छ फेरि खोला पाए त यत्रो मेहनत गरेर यत्रो बनाइयो हेर हामीले खाने बेला कोही पनि आउँदैन त उब्रिने भयो त के गर्ने हो खेर जाने बिक्री नहुने भयो 3 बजीदेखि उठेर बनायो सबै बनाएको यो छ नि त खाने मान्छे कम रहेछ त्यो सत्य दिएको यहाँको पनि छैन खाने मान्छे कम भएर
ल दिदीलाई पनि स्वागत छ नातिको छेउमा सानो दुःख छैन ओ बाजे रामबहादुर बाजे दुःख छ त तपाईँ आउनु पऱ्यो क्या मेन बजुको चाहिँ सुरुटाएर भेला गर्दा गर्दा व्यस्त आफ्नो आफ्नो व्यस्त अबे ए रुबिसँग फेरि आउनु त त्यो उ लिएर आउनु फेरि गिलास के भयो आमा टेन्सनमा परेदेखि चाहिँ यहाँ हेर्दाखेरि एकदम टेन्सनमा परे जस्तो देखिन्छ अब मेरो जेठी दिदी छोरा भान्जा कुमार मगर भन्छ मनिषा मगर नानीको एकदम खुसियाली छोरा एकदम छोराको चाहिँ छोर चाहिँ गर्ने कार्यक्रम त गऱ्यो भयो होइन कार्यक्रम भयो अब भयो अब कहाँबाट आयो त यसको पनि मूल हुन्छ बाटो हुन्छ उहाँ नै हुन्छ त्यस्तै अब उहाँको चाहिँ छोटो छोटो मिठो बोल्दाखेरि अब उहाँले चाहिँ हामी त कार्यक्रम त गर्ने छेउ त अब गरेर अब हामी त गर्नुपर्छ हामी अब मुहान बेगरको त हामी त होइन अब को हो त मुहान भन्दाखेरि माउलीहरू पक्रेको हजुर यो तपाईँ माउली म पनि बुढो माउली परेँ आमापट्टिको अब बाउपट्टिको अब आमापट्टिको बुढो माउलो होइन अब माउलोहरू एक मुष्ट राखिएको छ है तीन ठाउँमा नानीको छोर मेरो नानीको चाहिँ आमापट्टिको माउलो एक मुष्ट आयो माउली यता आयो अब बाउपट्टिको माउली यता जस्तै भान्जाको चाहिँ कुरा बुझ्दिनँ अब त्यसरी कुनै गल्ती गरेर यो घामा माग्नलाई राखेको
आफ्नो आफ्नो अब नातालाई सिलगढीले राखिदिएको छ कुनै गल्ती भए अब क्षमा माग्नुहुन्छ भान्जा दिदी भेनाहरूले अब यस्तै त होला नि स्वतन्त्रतामा है अब धेरै कुरा धेरै लम्बा कुरा जे गरे पनि बुझिहाल्नु होला छोटो मिठोमा आफ्नो आफ्नो रीतिलाई विचार गरिदिनु होला केही दुख्नु पर्ने अब के भन्नु त्यही त अब के होइन हो है बाजे एउटा कुरा के छ भनेदेखि हजुर बोले पनि मेरो पाला आयो यहाँ हामी माउली हामी बाउखाल यो माउली हो बस्ने मान्छे माउली हो र ज्वाइँ साहब कहाँ हुन्छ यहाँ हुनुहुन्छ धेरै बल गर्ने चिज यहाँ छ खाने चिज त्यहाँ छ यो के को लागि कसको लागि राखेको नि त्यही त बोल्ने मान्छेले बोलिदिनु पर्छ अब यो के हो भनेदेखि सत्य तथ्य हाम्रो छोरीचेलीको घरमा यसपालि हाम्रो नातिको अझ त्यो भनाइ मात्रै हो फेरि हाम्रो नातिको चाहिने शुभ कार्य शुभ साहित्यको बेला छेवर गरिएको चाहिने आजको मितिमा सम्पन्न भइएको छ है शुभ आशीर्वाद सबैले दिनुभएको छ जनमास यहाँ जति आउनु भएको छ आशीर्वाद दिनुभएको छ सबैभन्दा फलोस् फुलोस् हाम्रो पनि छोरी ज्वाइँ चाहिने सधैँ भरको लागि हाँसी खुसी रहोस् मेरो नाति चाहिने सुसम्पन्न भएर जाओस् यसरी नै अरू पनि चाहिने नातिनीहरू छन् उहाँहरूको बिहादन यसरी नै हामी चाहिने माउली रीतिको लागि बस्न पाऊँ मरियो भने त आफ्नो ठाउँमा सकिगयो होइन कोही न कोही त मान्छेला होला त्यसको लागि आभार व्यक्त गर्दछु सबैको लागि आजको लागि हामी एकदम खुसी भन्दा धेरै खुसी सबैभन्दा धेरैभन्दा धेरै खुसी लागेको छ नातिको चाहिँ छेवर खान पाइएको छ आँखा अगाडि त्यही भन्न म चाहन्छु अब अरू भनौँ भनेदेखि अब दुईटा नातिनी अझै बाँकी छ होइन उहाँहरूको पनि हामी यसै गरी माउली खान पाऊँ भन्दै बाँचिराखौँ भन्दै मेरो छोरी बुहारी भतिजिनी भतिजिनी र मेरो चाहिने ज्वाइँ भतिजिनी ज्वाइँ सदाबार बाँचिराखौँ यसरी बोलाइराखौँ हामीलाई होइन हाँसी खुसी सबै रहौँ भन्दै यो हामीलाई तपाईँहरूले ग्रहण गरेको एउटा मामा पक्षको चाहिने कसैले राख्नु भएको छ हामीले ल सबैलाई नमस्कार बाबा
यहाँ